दिन मैले तँलाई गुड मर्निङ भन्यो भने तैँले मलाई भन्ने हो कि मेरो दिन तिमीबाटै सुरु हुन्छ भने बुझ्यो कि बुझिने? ल बेबी हुन्छ बेबी हुन्छ। यति मैले कल काट्यो भने तैँले मलाई 1000 चोटि कल गर्ने 1000 चोटि बुझ्यो कि बुझिने? बुझी बेबी 1000 नै लाख चोटि कल गर्छु लाख चोटि। म तँलाई पागल भन्छु तैँले मलाई भन्ने हो कि बेबी म पागल नै छु तर तिम्रो मायामा बुझ्यो कि बुझिने? बेबी बुझे पागल नै बौला नै भयो भन्छु म। ल अहिले म गएँ है बाई। बाल बाल बच्चियो ए भगवान कसको जालमा फसे यार। अब त जिन्दगी भर लभ त गर्दै गर्दिन म। सरी तिमी त कालो छौ। ओ साथी बधाई छ तिमीलाई डिबी परेछ नि त है। होइन होला पतिदेव चप्पल खोलिस न हजुरको खुट्टाको जल खान पर्यो। यस्तै हो कि अब लकी मान्छेको डिबी त परिहाल्छ नि। परेको होइन के डिबी भरेको मात्रै हो। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। ये नाम हो रहा है तेरा गोरे चुप लाग माका डाक्स म तलाई ठोक्न आको। साला गोरु अब कालुलाई ठोक्न आएछ। कट्टा पकडेछस् कि केरा पकडेछस् रे? पकड राम्रोसँग तब न ठोक्छ। क्या गुंडा बनेगा रे तू? पैसा ल्यायौ? ल्याएँ टिके सर। ब्रिफकेस फाल। कति छ? पुरै 20 लाख छ। सर तपाईलाई भेट्न मन्त्री जोशी आउनु भएको छ तल बैठकमा हुनुहुन्छ। मैले तपाईको पुरै पैसा ल्याइदिएँ। अब तपाईले बाचा गरे अनुसार मलाई 5 किलो अफिम दिएर बिदा गरिदिनुस्। भीमा हजुर सर। सुरेन्द्र सरलाई बिदा गरिदिऊ। हुन्छ टिके सर। मेरो नाम डीके हो, डन अफ काठमाडौँ। म जति जमिन माथि देखिन्छु त्यति नै जमिन मुनि पनि छु। डीके को कारखानामा केवल मृत्यु बेच्ने गरिन्छ। अबे मुझे क्या पता, मुझसे पूछे जा रही है बार बार। ल हो भाइ हौस् ल। जाहिर खाना चाहिँ आयो भाइ। घर चाहिँ कहाँ हो नि भाइको? सर त्यही घरै नभएर त जाहिर खाना आएको घर बनाउनलाई। भाइको पढाइ चाहिँ कति हो? पढेको भए त किन यहाँ गधा हुन आउनु पर्थ्यो सर? तपाईँ जस्तै कुर्सीमा बसेर खुट्टो हल्लाएर चाहिँ तल पड्काउने जाहिर खाना गइहाल्थेँ नि म। अनि बुवाको नाम चाहिँ के हो नि? बुवाको नाम चाहिँ म भन्दिनँ सर। किन नि? गोदाको जस्तै जाहिर खाना आउँदा पनि के बाउको नाम भनेर बेइज्जत गर्नु सर? हाकिमको जाहिर खाना गएको भए पो बाउको नाम भन्नु। ल ल तलब चाहिँ कति आश गरेछ? मलाई धेरै चाहिँ चाहिँदैन, यसो मिलाएर 35,000 जति दिनु न। ओहो भाइ ल ठिक छ। अहिले चाहिँ हामी 35,000 दिन सक्दैनौँ भाइलाई होइन। अब हामी अहिले चाहिँ भाइलाई 20,000 दिन्छौँ। 6 महिनापछि 35,000 गरिदिन्छौँ। त्यसो भए म पनि 6 महिना पछाडि तलब बढेपछि आउँछु नि त। भाइ तिमी घरमा खराब गर्न आइरहेको फुलको गाडी लटका लानु बाजी गरिदिनु। लाली जोबान कालीले लयो सलाला, लाली जोबान कालीले लयो सलाला, सिरै लाउने सलाला पाकसेमा सलाला। सबले माया गर्नु भएको छ, हेर्नु भएको छ। युट्युबमा पनि सब्स्क्राइब गरिदिनुहोस् न। मर्न खोजेको होइन सकिनी, सब्स्क्राइब गर्नुहोस् न। गर्नुहोस् न, गर्नुहोस् न, गर्नुहोस् न, सब्स्क्राइब गर्नुहोस् न। आई लभ यू। यदि मैले आई लभ यू टू भन्यो भने तिमी के गर्छौ? म त खुसीले मर्छु होला। त्यसो भए म भन्दैन, जाऊ 100 वर्षसम्म बाँचिरहनु। अगर मेरा पैसा नहीं मिला तो मैं मर जाऊंगा। ए इधर नहीं, बाहर रोड पे जाके मरने का। तेरी ये माची का भोसका दिने मारा छोटले। नमस्कार मामा हजुर। मेरो प्यारो भान्जा मंगल सिंह नमस्ते। मामा हजुरलाई किन मेरो आवश्यक पर्यो र आज हुकुम गर्नुभयो कि आउनुहोस् भनेर?
के टेन्सन पर्यो त्यस्तो? मेरो सौतेला छोरा आकाश र उसको प्रेमिका ज्योतिलाई। किन र मामा हजुर? तिनीहरू मेरो बाटोको तगार बनेर मलाई टेन्सन दिएको छ। जसले मलाई टेन्सन दिन्छ त्यसलाई मैले जराबाट नै उखालेर फालिदिन्छु। त्यसैले भान्जा बाबु त्यो आकाश र ज्योतिलाई बुझ्यौ? बुझेँ मामा हजुर। हजुरको जोक हो। हजुरलाई जसले टेन्सन दिन्छ नि त्यसलाई मार्ने त मेरो पुरानो आदत छ। उसो भाइ कहाँ छ त त्यो आकाश? तपाईँ साह्रै राम्री हुनुहुन्छ। वाट? राम्री रे? धेरै राम्री छु। वेल, मेरो सबै साथीहरूले मलाई एकदमै राम्री छेस भन्छन्, तर मलाई थाहा छ म राम्री छु भन्ने कुरा। एनीवे, दिस इज नट अ न्यू न्यूज। कम ऑन, थ्यांक यू सो मच। कैसा लगा मेरा मजाक? अनि के बोले चाहिँ के भने तिमीले अहिले भर्खर कस्तो कुरा बोलेको तिमीले? स्वागतम स्वागतम। आखिर मुसोलाई जतिसुकै लुकाउनु खोज्दा पनि सापको शिकार भइहाल्दो रहेछ। सर्प भएर धेरै मुसा खाइस होला, तर तँलाई थाहा छैन गरुडको छाया मात्र पर्दा सर्पहरू आफ्नो ज्यान जोगाउन गुलामी त छिर्छन्। बोल साले बोल, जति बोल्छस् बोल। कानले छोड्ला, कालीले छोड्दैन। अनुहार कालो हुँदैमा कोही काली हुँदैन। त जस्ता धेरै कालीहरूले कालको मुखमा परिसकेको छु। अहिले हामीलाई कालको मुखमा पुर्याउने ठोक सालेलाई। यो गाउँमा त तिमीहरू नयाँ नयाँ देखिन्छौ नि त। तपाईले हेर्दा हामी नयाँ, हामीले हेर्दा तपाईँ नयाँ, सारा संसार नयाँ। नयाँ नयाँ सजाऊ है संसार। माँ, मुझे कुछ दिखाई नहीं दे रहा माँ। अबे साले। हे उठ, तेरे बाबू का नाम क्या? केसर। तेरे बाबू का नाम क्या? केसर। मैं तेरे बाबू का नाम फिदा छु। सर, मेरे बुआ का नाम केसर हो। ए कुखुराको पोला खेल्दी, ए आन्टी चाहिँ चोला खेल्दी, ए सारै नै चोला खेल्दी, ए अङ्कल चाहिँ लवाट खेल्दी। नो ए पैसा दिँदा लग्यो खेल्दी, ए 50 रुपैयाँ लो। सबले माया गर्नु भएको छ, हेर्नु भएको छ।